हेलो गाइज नमस्ते स्वागत छ मेरो युट्युब च्यानल कुमार काफ्ले अफिसियलमा। गाइज आज चाहिँ हामी लखनऊ गइरहेछौँ। म मेरो अनि वाइफ अनि एकदम हाम्रो म्याडम हुनुहुन्छ। यहाँ चाहिँ अब ट्याक्सीको लागि रोकिरहेछौँ। एकछिन जाँदाखेरि अलिकति सजिलो हुन्छ बसभन्दा, टाइममा पनि पुगाउँछ। फेरि रिटर्न हुनुहुन्छ आज, त्यही भएर चाहिँ ट्याक्सी कुरिरहेछौँ। ट्याक्सी बोलाइरहेको छ। 5 जना पेसेन्जर भइसक्यो होइन, हामी 3 जना 2 जना अरू हुनुहुन्छ। त्यही भएर चाहिँ त्यहाँ चाहिँ पैसाको लागि बार्गेनिङ भइरहेको छ भाडाको। यो चाहिँ रुपेडिया पुगेका छौँ हामी अहिले चाहिँ, नेपालगञ्ज बोर्डर हो। जल्दी आओ बोलो, जल्दी आओ बोलो। मैडम बस्नु भएको आगे ल हाम्रो ट्याक्सी आयो। अरे प्लास्टिक राखो है। प्लास्टिक है ये बच्चे सब ये तो अपने बाहर होता है। औषधि खा रहे हिँडेको खै हुन्न कि भन्ने आशा गरौँ। ओके गाइस, अब चाहिँ हामी रुपेडियाबाट यहाँबाट प्रस्थान गऱ्यौँ। हाम्रो गुरुजी ओस्तादजी होइन, ओस्तादजी हजुर कहाँबाट हो सर? 13 नम्बर वडा नम्बर 13 नेपालगञ्ज। म्याडम र सर उहाँ हुनुहुन्छ। अनि म्याडम चाहिँ उहाँ पछाडितिर देखिनु भएको कि नै। अब हामी चाहिँ लखनऊतिर लाग्यो। समय भएपछि चाहिँ हामी फेरि साँझ रिटर्न हुने भनेको छ। सब्जी राखेर झन् गाह्रो हुन्छ बरु भन्नु त्यो बेला उल्टी गर्नु लागेपछि भन्नु यो पनि हाल्दिने। अनि यहाँ कुन ठाउँबाट आउनुभयो? हामी राजापुरबाट सर। हजुर मैडम लिनाउनु भएको अब चाहिँ हामी यहाँ खानाको लागि गाडी रोक्नु छ। अब खाना खाएर अनि त्यसपछि हामी गाडी बढ्छौँ। यो ढाबा इन्डियाको खाना खाने ढाबा भोजनालय, शुद्ध शाकाहारी भोजनालय। खाना खाएंगे? हम नहीं खाएंगे खाना। क्या क्या है? खायो मटर खाएंगे। 1100 रुपये यहाँको त्यही हो कि पिसको आधारले हुन्छ। थाली भने पनि जति थप्यो एकचोटि ल्याएर थाली हो। तपाईँले मिल्छ भने पनि मिल्छ। ल पनिर, मटर पनिर भने आयो है। पनिर आयो। अब रोटी आउनु बाँकी छ। ठिकै छ गाइस। अब खाना पनि खाइसक्यो होइन। अब उठ्नु पऱ्यो, हात धोएर गाडीतिर लाग्नु पर्ला। अरे सब पता है। कृष्णा मेटकर विवेकानंद सब पता। गर्मी है, बहुत गर्मी है।
लखनऊ चाहिँ पुगिसक्यौँ होइन। अब यहाँबाट चाहिँ हामी कृष्ण मेडिकल त्यहाँसम्म जाँदैछ। यो माथिको चाहिँ यहाँ चाहिँ मेट्रो ट्रेन चल्छ, मेट्रोको लाइन बनाएको छ यहाँ। हजुरको यहीँ हो? हस् मेरो नाम शशीनाथ भट्टराई हो। शशीराम भट्टराई। शशीनाथ ऊ फेसबुक होला नि हजुरको? अब चाहिँ हामी कृष्ण मेडिकल पुग्न लागिसक्यो। अब मेरो कतिको भिड हुन्छ, भिड त पहिला पहिला आउँदाखेरि धेरै भिड हुन्छ। अब आज चाहिँ कस्तो भिड छ हेरौँ। अब हाम्रो स्टेसन आइपुग्यो कृष्ण मेडिकल। हमारा भाड़ा जो बताया था वही पैसा है। 2000 बताया। भित्र जाँदैछौँ हामी। अहिले चाहिँ मोबाइल बन्द गर्छौँ, माहौल के छ कस्तो छ है खिच्न पाउँछु पाउँदैन, पछि खिच्नु पर्ने मात्र। गाइस आज चाहिँ हामी आजबाट डक्टर चाहिँ किन्नु भएन, आज बसेर भोलि चाहिँ जानु पर्ला भनेर आज चाहिँ यतै बस्ने प्लान छ। यता हस्पिटलको स्कोर अलि होभन्दा बढी भएर चाहिँ आवाज कम आउन सक्छ। पछाडि के हुन्छ म पछि गरी देखाउँदै जानेछु। हजुर मेरो भिडियोसँग जोडेर बस्नु होला। क्या अमीनाबाद का इंडिया कोई ना गया थे मैडम हामी जान्छ 200 रुपियाँ रहेन। नेपालभन्दा पनि धेरै गर्मी रहेछ गाइस यहाँ त। हेलो गाइस, अहिले चाहिँ हामी यहाँ यो मेला लागिरहेको छ होइन। मेला यस्तो हेरौँ अनि केटाकेटीलाई केही सामान कपीहरू लगेर जाउँ भनेर चाहिँ यहाँ कपी किन्नु लागिरहेको छौँ। यहाँ यो भैयाको दोकानमा कपी लिइरहेको छौँ। कपी सस्तै रहेछ। जूस बनाइए भैया। मुझे सोडे वाला, मेरे पानी वाला एक सोडा वाला, सोडा वाला एक पानी वाला, मुझे सोडा वाला दीजिए। 2 पानी वाला एक सोडा वाला। ये बाजार रोज लगता है भाई शाम को? हफ्ते में एक बार, एक हफ्ता में एक दिन आउँदो रहेछ यो आज मेला। ठ्याक्कै त्यही हप्तामा चाहिँ हामी पनि गइरहेको छौँ ये पानी वाला है, ये पानी वाला है, पानी वाला है। मेरा सोडा वाला आ रहा है, ये सोडा वाला है। थैंक यू। ये चाहिँ सोडाको नींबू जूस मिलेगा कि जोड़ा आपको? कितना रुपये का है ये भाई 450 रुपये का। ये मैडम लगाम दो है, ये 100 रुपये का। भैया इधर मोबाइल पसंद किधर है? मोबाइल पसंद, मोबाइल मरम्मत करने वाला। मोबाइल क्या बोल रही? मोबाइल मरम्मत करने वाला, मोबाइल का मरम्मत करने वाला मोबाइल यहाँ से बिल्कुल सामने। गाइस यो चाहिँ लखनऊको प्रसिद्ध मिठाई भनेको चाहिँ रेवडी मिठाई भन्छ।
आज लखनऊको बजार चाहिँ बेसरी घुमियो है अनि मेला लागेको यो मेला चाहिँ बेसरी घुमियो थकाइ पनि लागिसक्यो मलाई हिँड्दा हिँड्दा थकाइ लागिसक्यो कतिखेर रुममा बस्ने भन्ने छ चाँडो पुग्नु पाएँ हामी त आराम गर्नुहुन्थ्यो साँझ पर्न लागिसक्यो साँझको अब लाइट बलिसकेपछि अलि रमाइलो देखिरहेको छ लाइट बलिसक्यो अलि रमाइलो देखिरहेको छ क्या साँझको सीन ये सब 350 रुपए के हैं कम ज़्यादा कुछ नहीं होगा बताइए भाई कोशिश राम्रो छ नेपाली बोलाउँछ नेपाली समझमा आता है थोड़ा सब कुछ आना चाहिए ना व्यापारी लोग को सब कुछ आना चाहिए थोड़ा सीख रहा है हमने तो बड़े सिखाई दी हाँ इधर आइए आप लोग क्या लेना है नाइट सूट कॉट सेट शॉर्ट्स वगैरह क्या चाहिए ये भी है नाइट सूट कॉट सेट वगैरह तो मिल जाएंगे लॉन्ग टी शर्ट वगैरह मिल जाएंगी भयो एक विषय लेके पक्का व्यापारी जाउँ अलि छिटो हेर ढुङ्गा धेरै भइसक्यो थकाइ पनि लाग्यो अब चाहिँ हामी जाँदैछौँ रुमतिर त्योभन्दा पहिला चाहिँ रुममा गएपछि त्यहाँ खानाको व्यवस्था छैन त्यो चाहिँ पहिला खाना खाएर अनि रुमतिर लाग्ने भन्ने सल्लाह भएको छ अब हामी खाना खान जाँदैछौँ खाना खाएर त्यसपछि हामी बल्ल आज रेस्ट हुन्छ એટલે हामी सबै नेपाली रहेछ सर पनि दाङबाट हुनु रहेछ अनि उहाँहरू पनि हजुर चाहिँ उहाँहरू पनि नेपाली जस्तो लाग्छ सबै दाङमा पानी परेर खाना पनि आयो है अब हामी यतातिर म्याडमले अनि हाम्रो म्याडमले सुरु गरिसक्नुभयो म त पहिला लगाउँछु यो दाल पनिर अनि यो कडी रोटी नेपाल अनि सलाद रहेछ अब हामी चाहिँ खाना खाएर पनि आइसक्यौँ होइन अनि अब चाहिँ रुममा आउनु लाग्छ रुममा पुगिसक्यौँ अब रेस्ट गर्नु पऱ्यो 3 बजी बेला चाहिँ भोलि बिहान पनि डाक्टरलाई गएर जानु छ डक्टरसँग भोलि भेट्नु हुन्छ अनि त्यसपछि भोलि त्यो हजुरलाई देखाउने छु अहिले गुड नाइट गुड मर्निङ गाइस अब हामी चाहिँ चेकआउट हुँदैछौँ यहाँबाट अब हस्पिटल लागि जान लाग्छौँ हाई गाइज हामी अब फर्किँदैछौँ आफ्नै व्यवहारमा पुरानो घर लखनऊको पुरानो सन् 1912 लेखेकै छ 1912 मा बनेको घर कति वर्ष भयो 1912 धेरै भयो 113 वर्ष पुरानो घर
हाँ जी यो मर्निङ टाइममा यो खाली छ अहिले बसी मान्छे लखनऊ हामी अहिले केशरबाग गएर त्यहाँ बाबु मोबाइल एउटा बनाइदिनु छ त्यहाँ गएर हामी त्यसपछि मेडिकलमा जान्छौँ हामी चाहिँ अहिले केशरबाग बस पार्कमा छौँ बस्ने यहाँ एउटा मोबाइल दोकान नखुल्या भएर चाहिँ अब कतै उताबाट आउन ढिलो हुन्छ भने केशर बस पार्क मेरो छोरी कस्तो याद आइरहेको केशरबाग बस पार्कमा बसिरहेको छु एकछिन यहाँ बसेर मोबाइल दिएर चाहिँ हामी जानु पर्ला भनेर यो चाहिँ केशरबाग बस पार्क हो लखनऊको चाहिँ अब हामी चाहिँ मेडिकलतिर जाँदैछौँ मर्निङमा गर्दै केशरबाग बस स्टेसनबाट कृष्ण मेडिकलसम्म कति टाढा छ थाहा भएन है तर हिँड्दै गइरहेछौँ बिहान बिहान यति गर्मी चढिसक्यो यति गर्मी छ कि यहाँ ओहो अहिले बिहान छ प्रायः यति गर्मी भइरहेछ मेडिकल 11 बजे बल्ल आउने अरे नाम दर्ता गर्ने मान्छे त्यसै दर्ता गरेर यहाँ चाहिँ के छ भने चाहिँ इन्डियामा त फिक्स टाइम हुने जे पनि नेपालमा आइहाल्छन् कोही यहाँ फिक्स टाइम हुन्छ दोकान पनि फिक्स मेडिकल फिक्स वेट गरिरहेको शुगर में आए अपना परिचय बताओ हमारा प्रसाद जी भाई साहब इधर है भैया भैया मान लो बाद में हमको 2000 रुपये डाल पड़ जाएगा चलिए चलिए बात मान लीजिए हमको आपका उसने क्या बोला वो आपका अरे वो साले ऐसे बहुत दलाल है हमें जा फोन करना बोला ना हाँ फोन करेंगे वो सब दलाल है भैया जानते हैं हमारे दलाल समय को हमको क्या मालूम वो बोला आप अपने अब चाहिँ हामी 10:90 घूम के जाओगे तब मेन रोड पूरा बोर्ड घूम के ऐसे घूम के जाएंगे तो आगे लाल बत्ती मिलेगी हाँ वहीं से उमर का आपने अभिषेक नहीं आया भैया देखाउँदैछु अहिले म घुमाएर अब हजुर हजुर कुन ठाउँ अरे सर कोलपुर कहाँनिर हाई स्कुल पूर्व पश्चिम उत्तर रजेला साइड ए सन्तोष दाईको घरतिर सन्तोष दाईको घरतिर ए बगलमा फोन ए सन्तोष दाई त दाई जानुभयो पवन दाई र म पहिला अफिस नमस्ते नेपालको सुरुवात अफिस चलाउने हामी हो स्टाफ नर्स हुँदै भाउजू होइन साहब चटोरी हामी चाहिँ अब ये क्या है ये हाईवे है हाँ ये फैजाबाद है फैजाबाद हाईवे क्रस गऱ्यौँ हामी चाहिँ अब तिनजना अनि उहाँ हाम्रो कोलपुरको सर तिनजना गर्दा गर्दै ठ्याक्कै तिनजना भयो कि नाम के अरे सर हजुरको शुभ नाम सन्तोष बुढा मगर उहाँ सरको नाम चाहिँ अनि
भाई साहब बॉर्डर बंद हो जाएगा तो क्रॉस कराना पड़ेगा, ठीक है? घर छोड़ जाएंगे। हम बीच में नाश्ता वास्ता कुछ नहीं करेंगे, हमको जल्दी से ले जाओ। ओके। के बोलो यहाँ पर बोल्नु त हजुर कहाँ आउनुभएको? हजुरलाई कस्तो लागिरहेछ लक्ष्म भन्नुहोस्? कस्तो भइरहेछ यात्रा? नेपाल भेट भयो राम्रो भयो भन्नु न। नेपाल भेट भयो राम्रो भयो, गाडीमा त्यसो खै स्मिका खै त पास बच्चा भएर आछौँ भन्नु न। स्क्यानर निकाल्नु न त्यो वाइफाई स्क्यानर कुन स्क्यानर स्कैनर से नहीं होता, ये बताएं। कैसे होता है? यो भैयाले 4 जना बस्नु पानी राखिदियो। वीवो कंपनी का है। अब जसमा घरै पुग्नुपर्ने होइन, त्यही भएर चाहिँ अब हामी लागिरहेको छौँ नेपालतर्फ। भैयाले वाइफाई छ भन्नुहोस् न, वाइफाई लौका जी कहाँ पहुँचे हैं? लाई लो भैया। जहिले चाहिँ हामी नेपालगञ्ज पुग्यौँ भने नेपालगञ्ज पुगेर अब खाना खाएर जाउँ भन्दाखेरि के कुन चामल मार्सी धानको चामलको चाहिँ खाना खाँदैछौँ। जस्तो अब यो यता चाहिँ अब यो शाकाहारी खाना छ, अनि यतातिर चाहिँ म्याडम र उतातिर चाहिँ मांसाहारी छ। अनि के अरे मार्सी धान र लोकल चिकन होइन। यतातिर चाहिँ अब यो मार्सी धान, अचार, दाल, अनि यो के भन्छ यो गोबी यसरी खाँदैछु। कस्तो छ हेरौँ, मैले चाहिँ अहिलेसम्म पाकेको छैन, खाँदैछु कस्तो हुन्छ टेस्ट। अहिले हामी अब घर जाने हाम्रो ओस्तादपुर चोकमा पुगिसक्यौँ। अब त घर पुग्छौँ एकछिनमा, बाबु आउँदैछ लिन। अनि मेरो भिडियोमा जोडिएर बस्नु होला र मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्दै सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै म हजुरबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो।